जसका शब्दहरूले मरेका पनि जीवित भए। एक यस्तो मानिस जससँग परमेश्वरले स्वयं कुरा गर्नुभयो। उहाँलाई एक उपत्यकामा लगियो, जहाँ चारैतिर सुक्खा हड्डीहरू मात्र थिए। त्यहीं एक स्वर गुन्जियो, यी सुक्खा हड्डीहरूलाई भन, जीवित होन्। जसै उसले बोल्यो, हड्डीहरू हल्लिन थाले, मृत्यु पछि हट्न थाल्यो। उसका शब्दहरूले सुक्खा हड्डीहरूमा नसाहरू उम्रिए, मासु जोडिन थाल्यो र जीवन फर्केर आयो। र उसको नाम थियो इजकिएल। इजकिएल कुनै महान राजा थिएनन्, न त उनी सुरुदेखि नै भविष्यवक्ता नै थिए। उनी केवल एक युवा पुजारी थिए, एक निर्वासित, एक टुटेको मानिस, जो बाबुलको भूमिमा केबार नदीको किनारमा बसेको थियो। यरुशलेम उसबाट धेरै टाढा थियो। जुन मन्दिरमा सेवा गर्ने उसले सपना देखेको थियो, अब त्यो केवल सम्झना बनेको थियो। उसको भविष्य धमिलो थियो र उसको हृदय आशा र निराशा बीच झुलिरहेको थियो। इजकिएल लेवी वंशका थिए। यदि यरुशलेम अझै उभिएको हुन्थ्यो भने उनी चाँडै परमेश्वरको मन्दिरमा सेवा गर्दै हुन्थे। तर अब शहर उजाड भइसकेको थियो, मानिसहरू बन्दी बनाइएका थिए र परमेश्वर मौन देखिनुहुन्थ्यो। दिनौसम्म उनी नदीको किनारमा बसिरहन्थे। त्यहाँ वृद्धहरू आफ्ना विगत सम्झन्थे, युवाहरू भविष्यदेखि डराउँथे र पुजारीहरू उत्तर खोजिरहेका थिए। एक दिन उनकी पत्नी देबोराले भनिन्, हे इजकिएल, तिमी किन यति चुप छौ? मानिसहरू उत्तर चाहन्छन्, के तिमी पुजारी होइनौ? इजकिएलले भने, कसको लागि पुजारी देबोरा? मन्दिर त नष्ट भइसकेको छ। हामीले सबै कुरा गुमाइसकेका छौं। म उनीहरूलाई के दिन सक्छु? त्यही बेला एक वृद्ध साधक आए। उनी भन्छन्, यर्मियाह अझै यरुशलेममै छन्। न्याय अझै पूरा भएको छैन। परमेश्वरले आफ्नो घर नष्ट गर्नुहुन्न। इजकिएल चुप रहे। उनको मनले भन्थ्यो, अझ केही भयावह बाँकी छ। अचानक आकाश खुल्यो। उत्तर दिशाबाट एक भीषण आँधी उठ्यो। घना बादल, आगोका ज्वाला र आवाज यस्तो जसै कुनै सेना कुट्दै गरेको होस्। इजकिएलले माथि हेरे र यस्तो दृश्य देखे जुन कुनै मानिसले कहिल्यै देखेको थिएन। चार जीवित प्राणी, प्रत्येकको अनुहार फरक, मानिस, सिंह, गोरु र उकाब, चार पखेटा र चम्किला आगो झैँ देखिने शरीर। उनीहरूसँग पाङ्ग्रा थिए, पाङ्ग्राभित्र पाङ्ग्रा र ती पाङ्ग्राभरि असङ्ख्य आँखा। उनीहरू नघुमी सबै दिशातिर चल्थे। उनीहरूमाथि चम्किलो आकाश थियो र त्यसको माथि एक सिंहासन। सिंहासनमा मानिस जस्तै देखिने आकृति, आगो झैँ चम्किलो र वरिपरि इन्द्रेणी, वाचाको चिन्ह। इजकिएल भुइँमा लडे। उनको शरीर कामिरहेको थियो। त्यही बेला स्वर फेरि आयो, हे मानिसको छोरा, उभियौ, म तिमीसँग कुरा गर्नेछु। काँप्दै इजकिएलले भने, प्रभु, म कुनै भविष्यवक्ता होइन, म योग्य छैन। परमेश्वरले भन्नुभयो, म आफ्ना वचन तेरो मुखमा राख्नेछु। म तँलाई हट्ठी जातिको बीचमा पठाउनेछु। उनीहरूले सुनुन् या नसुनुन्, तँ बोल्नेछस्। त्यसपछि परमेश्वरले आफ्नो हात बढाउनुभयो। त्यसमा एक पुस्तक पत्र थियो, दुवैपट्टि लेखिएको, विलाप, दुःख र न्यायले भरिएको। हे मानिसको छोरा, यसलाई ले र खा। इजकिएलले काँबेका हातले त्यो लिएर खाए। त्यो न्यायले भरिएको थियो, तर उनको मुखमा मह जस्तै मिठो भयो, किनकि त्यो परमेश्वरको वचन थियो। दर्शन समाप्त भयो, आकाश बन्द भयो। इजकिएल फेरि धरतीमै थिए। देबोरा र साधक उनलाई हेरिरहेका थिए। तिमीले के देख्यौ? उनले भने, मैले प्रभुलाई देखेँ। उहाँले मलाई पठाउनु भएको छ। अब उनी केवल पुजारी थिएनन्, उनी भविष्यवक्ता बनिसकेका थिए र उनको मिसन त अब सुरु मात्र भएको थियो। अब इजकिएल चुप बस्न सक्दैन थिए। जस परमेश्वरले आकाश चिरेर उनीसँग कुरा गर्नुभयो, उहाँको आगो अब उनको हृदयमा बलिरहेको थियो। उनी जान्दथे, यदि बोले भने मानिसहरूले घृणा गर्नेछन्, यदि चुप बसे भने परमेश्वरको सामु गोशी ठहरिनेछन्। त्यस साँझ बाबुलको बस्तीमा आगो बलिरहेको थियो। निर्वासित मानिसहरू घेरा बनाएर बसेका थिए। कोही विगत सम्झन्दै थिए, कोही यरुशलेमका परवाल सम्झन्दै थिए र कोही अझै यही विश्वासमा थिए, यो बन्दी अवस्था छिटै समाप्त हुन्छ। त्यही बेला इजकिएल अघि बढे।
उनका आँखामा डर थिएन, केवल एक गहिरो सत्य थियो। हे इस्राएलको घराना, प्रभु यहोवाले मसँग भन्नुभएको छ, तिम्रो सहर नष्ट हुनेछ, मन्दिर अपवित्र हुनेछ, तरबार, अकाल र महामारी आउनेछन्, किनकि तिमीहरूले वाचा तोडेका छौ। सन्नाटा छायो, पछि फुसफुसाहट र त्यसपछि क्रोध। एक साधक उभिए, यो झूठ हो, परमेश्वरले आफ्नो घर कसरी नष्ट गर्नुहुन्छ? के उहाँले दाऊदसँग वाचा गर्नुभएको थिएन? कोही रिसाए, कोही डराए, कोहीले यर्मियाहको नाम लिए, उनले पनि यही भनेका थिए। इजकियलले बुझिसके, शब्द मात्र पर्याप्त छैनन्। त्यही बेला प्रभुको वचन आयो, त केवल बोल्ने छैनस्, अब त चिन्ह देखाउनेछस्। बिहान मानिसहरू अचम्ममा परे। इजकियल जमिनमा पल्टिएको थियो, एकातिर फर्किएको, न हल्लिने न बोल्ने। दिन बित्दै गए, इजकियल त्यहीँ पल्टिरह्यो। इजकियल, उठ, के तिमी बिरामी भयौ? तर इजकियल उठेन। धेरै दिन बितेपछि उनले भन्यो, प्रभुले मलाई आज्ञा दिनुभएको छ, इजरायलका पापका वर्षहरूका निम्ति म यसरी नै 390 दिन पल्टिरहनुपर्छ। मानिसहरू हाँसे, यो त पागल भएछ। तर ऊ दिनदिनै त्यहीँ रह्यो, घाममा, धुलोमा, सबैको आँखा अगाडि। जब 390 दिन पुरा भए, इजकियल अर्कोपट्टि फर्कियो। अब यहुदाका लागि 40 दिन। अब हाँसो कम हुँदै गयो, डर बढ्न थाल्यो। त्यसपछि अर्को दृश्य देखियो। इजकियल रोटी बनाइरहेको थियो, तर जुन इन्धनमा त्यो रोटी पकाइदै थियो, त्यो देखेर मानिसहरूका अनुहार जिर्र भए। यो त अशुद्ध हो, यो त अपमान हो। इजकियलले भन्यो, यरुसलेममा बाँकी रहनेहरूले यस्तै अशुद्ध रोटी खानेछन्, किनकि परमेश्वरले आफ्नो अनुग्रह हटाउनु भएको छ। एक स्त्री रोइन्, के कुनै आशा छैन? इजकियलले बिस्तारै भन्यो, पश्चाताप गर, तर उनीहरूले सुन्ने छैनन्। केही दिनपछि मानिसहरूले इजकियललाई एक धारिलो तरवारसँग देखे। इजकियल चुपचाप आफ्नो टाउको र दारीका कपाल काटिरहेको थियो। पछि उनले कपाललाई 3 भागमा बाँड्यो, एक भाग आगोमा जलायो, अर्को भाग तरवारले काट्यो, तेस्रो भाग हावामा उडायो। यो के हो? मानिसहरू फुसफुसाए। इजकियलले भन्यो, यही हो यरुसलेमको अन्त्य। 1/3 अकालले मर्नेछ, 1/3 तरवारले, र 1/3 राष्ट्रहरूमा तितरबितर हुनेछ। तर थोरै, अत्यन्त थोरै बचाइनेछन्। अब कोही हाँसिरहेको थिएन, तर अझै पनि धेरैले विश्वास गरेनन्। त्यसपछि एक रात परमेश्वरको आत्मा इजकियलमाथि आयो र दर्शनमा उनलाई यरुसलेम पुर्यायो। उनले देखेको दृश्य पहिलोभन्दा पनि भयावह थियो। मन्दिरभित्र मूर्तिहरू, पुजारीहरू सूर्यको पूजा गर्दै, बुजुर्गहरू झुटा देवताका लागि धूप बाल्दै, स्त्रीहरू तम्मुजका लागि बिलाप गर्दै, हे प्रभु, फर्कनुहोस्, हामीलाई छोडेर नजानुहोस्। इजकियल काँपे, यो त प्रभुको घर हो। त्यसै बेला परमेश्वरले भन्नुभयो, के त देख्छस्, उनीहरूले मेरो घरसँग के गरेका छन्? अनि अकल्पनीय कुरा भयो। परमेश्वरको महिमा पवित्र स्थानबाट उठी मन्दिरको ढोकासम्म गई त्यहाँ केही बेर रोकियो, मानौ अन्तिम मौका दिइरहेको हो, तर कोही बदलिएन। त्यसपछि महिमा सहरका परवाल पार गर्यो, जैतुन पर्वतमा रोकियो र आकाशमा विलीन भयो। इजकियल रोए, हे प्रभु, हामीलाई यसरी एक्लै नछोड्नुहोस्, हामी अझै तपाईँकै हौं। तर उत्तर आयो, उनीहरूले आफ्नो निर्णय आफै चुनेका छन्। केही हप्तापछि बाबिलबाट समाचार आयो, नबुकदनेजरको सेनाले यरुसलेममाथि आक्रमण गर्यो। अकालले सहरलाई खाली गर्यो। उच्च पदकाहरू आफ्नै घरमा मरे। पुजारीहरू कराए, हे प्रभु, हामीलाई बचाउनुहोस्, हाम्रो पुकार सुन्नुहोस्। तर स्वर्ग मौन रह्यो। परवाल भत्किँदा आगो भड्कियो, मन्दिर लुटियो, वेदी भाँचियो, स्तम्भहरू ढले, र प्रभुको घर ज्वालामा विलीन भयो। यरुसलेम समाप्त भइसकेको थियो। एक साधुले रुँदै भन्यो, तिमी सही थियौ, परमेश्वरले हामीलाई छोडिदिनुभयो। इजकियलले उत्तर दिए, हो, तर हामीले पहिले उहाँलाई छोडेका थियौं। अब न राजा थियो, न मन्दिर, न सहर। इजरायल मरे जस्तै देखिन्थ्यो। तर कथा यहाँ समाप्त हुँदैन, किनकि न्यायपछि पनि क्षितिजमा नयाँ बिहान उदाउँदै थियो। यरुसलेम ढलेको थियो, मन्दिर खरानी बनेको थियो, इजरायलको पहिचान मेटिएको थियो। बाबिलको भूमिमा निर्वासितहरू अब खुलेर रोए,
अब कुनै भ्रम बाँकी रहेन। अब कसैले भन्दैनथ्यो हामी चाँडै फर्कनेछौँ। सबै आँखामा एउटै प्रश्न थियो, के परमेश्वरले हामीलाई सधैँको लागि त्याग्नु भएको छ? दिन बित्दै गए, मानिसहरू मर्दै थिए, कोही रोगले, कोही कठोर परिश्रमले, कोही निराशाले। इजेकिएल अझै जीवित थिए, तर उनको हृदय भारी थियो। उनले न्याय देखे, आगो देखे, परमेश्वरको महिमा गएको देखे र अब ऊ प्रतीक्षामा थिए। हे प्रभु, के यही अन्त्य हो? के हामी फेरि कहिल्यै उठ्नेछौँ? त्यसै बेला परमेश्वरको वचन आयो, हे मानवको छोरा, मेरो साथ आऊ। एक क्षणमै इजेकिएल आत्मामा उठाइए। आँखा खोल्दा ऊ एक उजाड स्थानमा उभिएको थियो। चारैतिर हड्डीहरू, असङ्ख्य हड्डीहरू, सुक्का, भाँचिएका, छरपष्ट। न कुनै चिहान, न कुनै नाम, केवल मृत्यु। यो इजरायल थियो। इजेकिएल हड्डीहरूबीच हिँडे। हरेक पाइला एउटा इतिहासको सम्झना थियो। राजा, पुजारी, गोठालाहरू, आमाहरू, सैनिकहरू, सबै समाप्त। त्यसै बेला परमेश्वरको आवाज आयो, हे मानवको छोरा, के यी सुक्का हड्डीहरू फेरि जीवित हुन सक्छन्? इजेकिएल थरथराए। तर्कले भन्थ्यो होइन, तर विश्वासले अर्कै कुरा। उनले झुकेर भन्यो, हे प्रभु यहोवा, तपाईँ जान्नुहुन्छ। यी हड्डीहरूसँग भविष्यवाणी गर। भन, हे सुक्का हड्डीहरू, यहोवाको वचन सुन। म तिमीहरूमा नसा हाल्नेछु, मासु चढाउनेछु, छाला ओढाउनेछु र तिमीहरू जीवित हुनेछौ। इजेकिएल कापेको स्वरमा बोल्न थाले। त्यसै बेला आवाज उठ्यो, खडखडाहट। हड्डीहरू हल्लिन थाले, एक अर्कातर्फ बढे, जोडिन थाले। नसाहरू उम्रिए, मासु चढ्यो, छाला ओढियो, शरीरहरू उभिए, तर अझै जीवन थिएन। तब प्रभुले भन्नुभयो, आत्मासँग भविष्यवाणी गर। भन, हे आत्मा, चारै दिशाबाट आई यी मरेकाहरूमा श्वास फुक। इजेकिएलले आज्ञा माने। हावा चल्यो, प्राणवायु देहमा भरियो। तिनीहरू उठे, एक विशाल सेना जीवित भए। परमेश्वरले भन्नुभयो, यी हड्डीहरू इजरायलको घराना हुन्। उनीहरू भन्छन्, हाम्रो आशा नष्ट भयो, तर म तिमीहरूलाई जीवित पार्नेछु। म तिमीहरूलाई आफ्नै देशमा फर्काउनेछु र मेरो आत्मा तिमीहरूभित्र राख्नेछु। इजेकिएलको आँखाबाट आँसु झरे। यो केवल फर्कने कुरा थिएन, यो पुनर्जन्म थियो। परमेश्वरले फेरि भन्नुभयो, समस्या तिम्रा शत्रु थिएनन्, समस्या त तिम्रो हृदय थियो। म तिमीहरूलाई नयाँ हृदय दिनेछु, ढुङ्गाको हृदय हटाउनेछु, मासुको हृदय दिनेछु र मेरो व्यवस्था तिमीहरूभित्र लेख्नेछु। यो केवल सहरको पुनर्निर्माण थिएन, यो आत्माको परिवर्तन थियो। त्यसपछि इजेकिएलले अर्को दर्शन देखे। 2 काठका टुक्रा, एक यहुदाको, एक इजरायलको। परमेश्वरले भन्नुभयो, यिनीलाई एक बनाऊ, र तिनीहरू एक भए। अब उनीहरू 2 रहने छैनन्, एक हुनेछन्, र उनीहरूमाथि एक राजा हुनेछ। मेरो सेवक दाउद उनीहरूको राजा हुनेछ। उसले नै सधैँ राज्य गर्नेछ। म उनीहरूसँग अनन्तको वाचा बान्नेछु। इजेकिएलले बुझ्यो, यो केवल अतीत फर्कने कुरा थिएन, यो भविष्यको प्रतिज्ञा थियो। एक यस्तो राजा जो कहिल्यै मर्ने छैन, एक यस्तो राज्य जो कहिल्यै टुट्ने छैन। दर्शन समाप्त भयो। इजेकिएल अब निराश थिएनन्। उनले मृत्यु देखेको थियो, तर जीवनलाई त्यसभन्दा ठूलो देखेको थियो। उनले बुझ्यो, परमेश्वरको अन्तिम शब्द कहिल्यै विनाश हुँदैन। जहाँ हड्डीहरू छन्, त्यहाँ पनि परमेश्वर श्वास भर्न सक्नुहुन्छ, र इजरायल जो मरेको जस्तो देखिन्थ्यो फेरि जीवित हुनेछ, किनकि जब परमेश्वर बोल्नुहुन्छ, असम्भव पनि आज्ञाकारी हुन्छ। यरुसलेम अझै खण्डहर थियो। मन्दिरको स्थानमा केवल खरानी र ढुङ्गा बाँकी थिए। इजरायल अझै बन्दी थियो। समय बित्यो, 25 वर्ष। धेरैले माने परमेश्वरको उपस्थिति अब इतिहास बनिसकेको छ, तर इजेकिएल जान्थे परमेश्वरको मौन अनुपस्थिति होइन। एक बिहान सबै कुरा सामान्य जस्तै लाग्दा इजेकिएलमाथि प्रभुको हात आयो र उहाँ फेरि आत्मामा उठाइए। जब उसले आँखा खोल्यो, ऊ एउटा अग्लो पर्वतको टुप्पोमा उभिएको थियो। उसको अगाडि एउटा विशाल नगर फैलिएको थियो, तर त्यो नगरभन्दा पनि बढी त्यसको केन्द्रमा रहेको मन्दिरले उसको ध्यान खिच्यो। यो सुलेमानको मन्दिर थिएन, त्यसभन्दा पनि अझ भव्य, शुद्ध, निर्दोष, पवित्र। इजकिएलले बिस्तारै फुसफुसायो, हे प्रभु, यो के हो? त्यसै बेला एउटा दिव्य पुरुष प्रकट भयो। उसको हातमा नाप्ने डोरी थियो। उसले भन्यो, तँ जे देखिरहेको छस् ध्यानपूर्वक हेर
र इस्राएललाई भन। इजकिएल मन्दिरका ढोकाहरू हुँदै अघि बढ्यो। प्राङ्गणहरू विशाल थिए, वेदी केन्द्रमा उभिएको थियो, हरेक नाप ठ्याक्क मिलेको, हरेक ढुङ्गा पवित्र। तर सबैभन्दा आश्चर्यजनक दृश्य अब बाँकी नै थियो। अचानक पूर्व दिशाबाट एउटा गर्जन उठ्यो, धेरै पानीहरू गर्जिए चाहिँ आवाज। आकाश चम्कियो, धरती काँप्यो र त्यसपछि त्यो महिमा जसलाई इजकिएलले पहिले बिदा हुँदै देखेको थियो, फर्केर आयो। परमेश्वरको महिमा पूर्वबाट आउँदै मन्दिरभित्र प्रवेश गर्यो। इजकिएलले भुइँमा टेक्यो, उसका आँखाबाट आँसु बग्न थाले किनकि उसले बुझ्यो यो त्यो क्षण थियो जसको उसले वर्षौंदेखि प्रतीक्षा गरेको थियो। प्रभुले भन्नुभयो, हे मानिसको छोरा, यही मेरो सिंहासनको स्थान हो, यही म सधैँ वास गर्नेछु। इस्राएलले अब कहिल्यै मेरो नाम अपवित्र पार्ने छैन। महिमा फर्किएको थियो, तर दर्शन अझै समाप्त भएको थिएन। इजकिएलले देख्यो मन्दिरको ढोकाबाट पानी बग्न थालेको थियो। पहिले सानो धार, त्यसपछि घुँडासम्म, पछि कम्मरसम्म र अन्त्यमा त्यस्तो नदी जसलाई पार गर्न पनि सकिँदैन थियो। त्यो नदी मरुभूमितर्फ बगिरहेको थियो। जहाँ जहाँ त्यो पुग्यो मृतभूमि जीवित हुन थाल्यो। रुखहरू उम्रिए, फल लागे, पातहरू औषधि बने, यहाँसम्म कि मृत सागरको नुनिलो पानी पनि मिठो भयो, माछाहरूले भरियो, जीवन फुल्न थाल्यो। प्रभुले भन्नुभयो, जहाँ यो नदी पुग्छ त्यहाँ जीवन हुनेछ, यो पानीले चङ्गाई ल्याउनेछ। इजकिएल स्तब्ध भयो। यो कुनै साधारण नदी थिएन, यो जीवनको नदी थियो, परमेश्वरको उपस्थितिबाट बगिरहेको। त्यसपछि प्रभुले भन्नुभयो, म तिमीहरूलाई फर्काउनेछु, म तिमीहरूलाई नयाँ हृदय दिनेछु र यो नगर अब केवल यहुदा कहलाउने छैन, यसको नाम हुनेछ यहोवा त्यहाँ हुनुहुन्छ। इजकिएलले बुझ्यो यो केवल ढुङ्गाको मन्दिर थिएन, यो एउटा सङ्केत थियो। त्यो समय आउँदै थियो जब परमेश्वर ढुङ्गाका मन्दिरहरूमा होइन, मानिसका हृदयहरूमा वास गर्नुहुनेछ। जब उहाँको आत्मा हरेक विश्वास गर्नेभित्र हुनेछ, जब सम्पूर्ण पृथ्वी उहाँको महिमाले भरिनेछ। दर्शन समाप्त भयो। इजकिएल बिउझ्यो, तर अब उसको हृदय बदलिसकेको थियो। उसले न्याय देखेको थियो, उसले प्राण देखेको थियो, तर अब उसले महिमाको पुनरागमन देखेको थियो। र उसले जान्यो कथा अझै समाप्त भएको छैन, किनकि जहाँ महिमा फर्किन्छ त्यहाँ आशा कहिल्यै मर्दैन। इजकिएलले धेरै कुरा देखिसकेको थियो। उसले स्वर्ग खुल्दै गरेको देखेको थियो। उसले यरुसलेमलाई निल्दै गरेको न्यायको आगो देखेको थियो। उसले सुक्खा हड्डीहरू जीवित हुँदै गरेको देखेको थियो र उसले त्यो मन्दिर देखेको थियो जहाँ परमेश्वरको महिमा फेरि वास गर्छ। अब ऊ त्यो व्यक्ति थिएन जो कहिल्यै नदीको किनारमा निराश भएर बसेको थियो। उसको आँखामा अब भय थिएन, उसको भित्र गहिरो शान्ति थियो, किनकि उसले बुझिसकेको थियो परमेश्वर कहिल्यै असफल हुनुहुन्न। इस्राएल टुटिसकेको थियो, राजा गइसकेको थियो, नगर नष्ट भइसकेको थियो, तर परमेश्वर अझै सिंहासनमा विराजमान हुनुहुन्थ्यो। इजकिएलले आफ्ना मानिसहरूलाई हेर्यो। कोही अझै शोकमा डुबेका थिए, कोही जीवनबाट थकित थिए र कोहीले त पूर्ण रूपमा आशा त्यागिसकेका थिए। त्यसपछि इजकिएल बोल्यो, हे इस्राएलको घराना, हामी मरेका छैनौँ, हामी केवल थिचिएका हौँ। जसले हामीलाई न्यायमा गेरायो उहीले हामीलाई दयामा उठाउनेछ, जसले हामीलाई तितरबितर गर्यो उहीले हामीलाई एक बनाउनेछ। उसले उनीहरूलाई सम्झायो, परमेश्वरले कहिल्यै यो भन्नुभएको छैन कि उहाँको अनुशासन नै अन्तिम हो। उहाँले सधैँ एउटा ढोका खुल्ला राख्नुभएको छ। इजकिएल जान्थ्यो यो प्रवचन केवल उनीहरूको समयका लागि मात्र होइन, यो आउने युगहरूका लागि थियो। एक दिन त्यस्तो समय आउनेछ जब परमेश्वर आफ्ना मानिसहरूलाई केवल एउटा देशमा होइन, नयाँ पहिचानमा बसाल्नुहुनेछ। एक यस्तो राजा आउनेछ जो केवल दाउदको सिंहासनमा होइन, मानिसका हृदयहरूमा शासन गर्नेछ। एक यस्तो गोठालो जो भेडाहरूका लागि आफ्नो प्राण दिनेछ। इजकिएलले यो सबै स्पष्ट देखेन, तर उसले यसको बिउ देख्यो। उसले बुझ्यो परमेश्वरको उद्देश्य केवल इस्राएललाई फर्काउनु होइन, मानिसलाई परिवर्तन गर्नु हो। मन्दिर ढल्न सक्छ, नगर जल्न सक्छ, राज्यहरू समाप्त हुन सक्छन्, तर जहाँ परमेश्वर वास गर्न चाहनुहुन्छ त्यो स्थान मानिसको हृदय हो। र जब हृदय बदलिन्छ, इतिहास बदलिन्छ। इजकिएलको पुस्तक न्यायबाट सुरु हुन्छ तर आशामा समाप्त हुन्छ, किनकि परमेश्वर पापसँग घृणा गर्नुहुन्छ तर पापीसँग प्रेम गर्नुहुन्छ। उहाँ दण्ड दिनुहुन्छ तर नाशका लागि होइन, परिवर्तनका लागि। उहाँको मौनता कहिल्यै त्याग हुँदैन र उहाँको याय कहिल्यै अन्तिम शब्द हुँदैन। अन्तिम शब्द सधैँ जीवन नै हुन्छ। इजकिएलको प्रवचन आज पनि गुन्जिरहेकै छ। जब मानिसहरू भन्छन् सबै समाप्त भयो, तब परमेश्वर सोध्नुहुन्छ के यी हड्डीहरू जीवित हुन सक्छन्?
जब विश्वास टुट्छ तब उहाँको आत्माले नयाँ प्राण भर्छ र जब मानिसले सबै आशा गुमाउँछ तब परमेश्वर नयाँ सृष्टिको सुरुवात गर्नुहुन्छ। इजकियलले यो बुझेर आफ्ना आँखा बन्द गर्यो। उसको कार्य पूरा भएको थियो। उसले भन्न गाह्रो कुरा भन्यो, उसले कसैले नदेखेको कुरा देख्यो र उसले यो सिकायो, परमेश्वर कहिल्यै आफ्ना मानिसहरूलाई छोड्नुहुन्न। मानिसहरूले उहाँलाई छोड्न सक्छन् तर उहाँ कहिल्यै होइन। जहाँ मृत्युको शासन हुन्छ त्यहाँ परमेश्वर जीवन ल्याउनुहुन्छ। जहाँ अन्धकार घना हुन्छ त्यहाँ उहाँको महिमा अझ उज्यालो चम्किन्छ र एक दिन सम्पूर्ण पृथ्वी उहाँको उपस्थितिले भरिनेछ जसरी समुद्र पानीले भरिएको हुन्छ। यही इजकियलको वचन हो, न्यायको, पुनस्थापनाको र अनन्त आशाको। र यो वचन आज पनि जीवित छ किनकि परमेश्वरको वचन कहिल्यै खाली फर्कँदैन।